हेलो धेरै पछि फेरि ब्लग बनाएँ मैले। अलिक टाइम भएको थियो, यो पालि चाहिँ अलिक त्यस्तै भइरहेको थियो घरतिरै। आज चाहिँ मिसो यहाँ छ। मिसो हाई भन। हाई। हामी कहाँ आयौँ? हामी फोर्थ वाटर गार्डन आयौँ आज। फोर्थ वाटर गार्डन आज चाहिँ यता मेरो फुपू दिदीको छोरी, उसको छोरी, भान्जी, मेरो भान्जी, अनि सिरु, म अनि मिसो आएको छौँ। तर गर्मी एकदमै रहेछ आज, टु मच गर्मी। सिरु गर्मीले भत्तक्क भइसक्यो यहाँ। उसलाई त एकदम गर्मी हुन्छ। यहाँ अस्मिता, यहाँ भान्जी छिन्। भान्जी चाहिँ स्टलर, सानो स्टलमा बसिरहेको छ। भुन्डोलाई गाह्रो भयो, भुन्डोलाई नै अब स्टलरमै राख्नु पऱ्यो, न ऊ हिँड्थी। बहिनी बसियादेखि अब बहिनी बसियादेखि उसलाई पनि चाहियो। अब एकछिन हामी यता वाटर गार्डन पार्कमा घुम्छौँ। गर्मी छ, शीतलतिर घुम्छौँ। हामी यहाँ आएछौँ ल। अस्मिता स्ट्रोलर ढकल्दैछ, सिरु यहाँ ढकल्दैछ मिसोलाई। हामी एकछिन यहाँ तल जान्छौँ। अनि वाटर पार्क चाहिँ यही हो, वाटर पार्क। नाइस छ। अब म तल जान्छु। वाटर पार्कमा आएछु। अब वाटर भाटमा त जानै पर्यो। यस्तो छ वाटर पार्क। पानी चाहिँ क्या क्लियर रहेछ आज। नाइस चाहिँ नाइस, रमाइलो बबाल छ। वरिपरि सबै पानी। अनि म चाहिँ तल जाँदैछु। घाम चाहिँ आज यस्तो गर्मी कि यस्तो पोलिरहेछ घामले। अब होपफुल्ली यहाँ तल आए चाहिँ एकछिन शीतल हुन्छ कि भन्ने आश छ। बट कहाँ सकिन्छ र गर्मी पानी। तर पानी कस्तो क्लियर रहेछ यहाँ। नर्मल्ली म आउँदाखेरि पानी चाहिँ फोहोर हुन्छ यहाँ। आज कस्तो क्रिस्टल क्लियर रहेछ। स्विमिङै गर्ने टाइपको। सायद यहाँ रिसेन्टली क्लिनिङ भएको हुनुपर्छ। वा, वरिपरि सबैतिर पानी छ र म ठ्याक्कै यहाँ तल छु। यो चाहिँ हाम्रो फोर्थ वाटरको वाटर गार्डन हुन्छ। यो पानी नै पानीले बनेको गार्डन। अब यहाँ म फ्यु क्लिक अफ फोटो खिचेर अनि मास्टर लाग्छु। बच्चाहरू भएर सिरु, अस्मिता र भान्जी अनि मिसा चाहिँ आएन। अब म मात्रै आएँ। म यसो अवलोकन गर्छु। यहाँ मेरो यहाँको, म यहाँ नर्मली आइरहन्छु। यहाँको मेमोरी छनलाई चाहिँ, तर भिजुअल मेमोरी नभएको कारणले जस्ट फर मेमोरी म यो आज यो भिडियो बनाइरहेको छु। ओभरअल म फ्यु क्लिक फोटो खिच्छु नि त। ओभरअल बबाल थियो। अब म चाहिँ हेड ब्याक गर्छु। उनीहरू मलाई वेट गरिरहेछन् मासतिर। पानी चाहिँ लास्टै क्लियर आएको छ। गजब छ। यु क्यान सी ओभर देयर। नाइस। नाउ आई विल गेट ब्याक। अब म माथितिर जान्छु, माथि जान्छु। यहाँ अब डिस्टर्ब पनि भयो, पानीको आवाजहरू पनि छ। यहाँ चाहिँ यसरी भर्याङहरू बनाएको छ। भर्याङको स्टेप्सहरू चाहिँ लास्टै ठुल्ठुलो छ। त्यही भएर पनि अब नर्मल्ली म आउँदिनँ भन्ने मान्छे चाहिँ नर्मली आउँदैन। वेदर गजब छ आज। गर्मी भए पनि छायामा चाहिँ शीतल राम्रो आनन्दको छ। हामी एकछिन फोटो खिच्यौँ यहाँनिर। अनि अब हामी तलपट्टि फेरि एउटा सानो वाटर गार्डन छ। यहाँ चाहिँ नर्मल सबै कुराहरू वाटर
केही गार्डन बनाएको छ यो एउटा भयो अब अर्को ठाउँमा जान्छ लेट्स गो यहाँ एकछिन फोटो खिच्यो अब हेड द्याट वे ल म चाहिँ स्टोलर गुडाउनीमा परेँ एकछिन स्टोलर पनि गुडाउँदैछु भिडियो पनि खिच्दैछु मिसो यहाँ तल स्टोलरमा इन्जोय गरिरहेछ बाबा चाहिँ यहाँ ढकल्नेमा परेको छु मिसो चाहिँ यहाँ आनन्दले इन्जोय गरिरहेछ मिसो आनन्दले इन्जोय गरिरहेछ मिसो यहाँ छ यहाँबाट तल झर्नुपर्छ क्या हो मिसोलाई म अब तल झार्छु यहाँ चाहिँ भर्याङ छ यहाँ भर्याङबाट वाटर गार्डन जाने हामी अब हामी तल झर्छौँ र हामी अर्को वाटर गार्डन आयौँ मतलब वाटर गार्डनको नम्बर 2 भनेको यो चाहिँ फाउन्टेनवाला वाटर गार्डन छ यहाँ चाहिँ पुरै यो एरिया चाहिँ पुरै फाउन्टेन बनाएको छ अहिलेको चाहिँ वाटरफलै बनाएको थियो झर्ना जस्तो भने यो चाहिँ फाउन्टेनवाला छ मिसो यहाँ हेरेर पुरै यसको भ्यू पुरै इज इन्जोइङ हाई मिसु से हाई आइम एट वाटर पार्क भन वाटर पार्कमा छु भन गुड मिसु वाटर पार्कमा छ मिसुको मम्मा अनि मिसुको दिदी दिजु भान्जी आउँदै हुनुहुन्छ ल त्यहाँ हामी एकछिन बस्छौँ अब यो एरिया पनि भयो अब हामी अर्को ठाउँ जान्छौँ अर्को पनि एउटा वाटर गार्डन जस्तो छ तलतिर त्यहाँ चाहिँ बिचमा पन्ड वरिपरि रुखै रुख भएवाला बनाएको छ त्यहाँ चाहिँ काइन्ड अफ ताल पन्ड भनौँ त्यहाँ जान्छौँ हामी ल अर्को गार्डन आयो पुल टाइपको पुरै वरिपरि रुख छ है यहाँबाट अब हामी वे जान्छौँ यसको नाम चाहिँ रहेको छ क्वाइट पुल अहिलेको एरेटेड वाटर पुल समथिङ के थियो यहाँ चाहिँ पानीमा डाइभ गर्न हिँड्न स्केट गर्न पाइँदैन अरे क्वाइट पुल वाटर गार्डनको क्वाइट पुल हामी यता लाग्छौँ हामी आयौँ अब क्वाइट पुलमा क्वाइट पुल अनि वालबाट पानी झर्दैछ यता वरिपरि सराउन्ड चाहिँ रुखले भएको छ एकछिन थकाइ मारौँ म गर्मीले पनि थाकेँ सिरु निशा अस्मिता र भान्जी पनि एकछिन बस्नुभयो एकछिन आराम गरौँ त्यस्तो निट एन्ड टाइडी देखिरहेको छ अब प्रायः यहाँ रिसेन्टली क्लिन भयो जस्तो छ वेदर पनि सो नाइस छ वेदर नाइस छ अब ल हामी यो पुल वाटर पार्क पुलबाट निस्क्यौँ अब जान्छौँ मिसो लड्दै पढ्दै हिँड्दैछ मसँग चाहिँ भान्जी छिन् यहाँ भान्जी यहाँ छिन् भान्जी मामासँग छिन् हामी यहाँबाट निस्क्यौँ अब वाटर गार्डनको फ्रन्ट पार्टतिर जान्छौँ अनि फेरि फोटोहरू खिच्छौँ यो चाहिँ हेर्दामा साह्रै राम्रो छ क्या एकदम नाइस ओहो गर्मी त कुरा नगरौँ आजको ओ माई गड छ गर्मी त ओ माई गड नै छ समग्रमा दिन राम्रै चल्दैछ पानी बोक्नुपर्ने रहेछ गाडीमै छ पानी नबोकेर चाहिँ अलिकति
डिहाइड्रेट भइरहेको छ। मिसो आफ्नै पारामा हिँडेर चाहिँ नाच्दै नाच्दै मिसो ल यहाँबाट निस्क्यौँ, फेरि फ्रन्ट पार्टतिर जान्छौँ, त्यसपछि सायद घरतिर लाग्छौँ। बिस्तारो मिसो यहाँ बिस्तारो यहाँ छ मिसो हिँड्दैछ। यो चाहिँ नर्मली फोटो डाउनटाउनमा छ। यहाँ अगाडि चाहिँ रोड एक्सेस छ यहाँनिर। हामी चाहिँ यो अब यसको फ्रन्ट पार्टतिर जान्छौँ। ल शीतलबाट हिँड्दैछौँ हामी। अब यहाँ एउटा फ्रन्ट पार्ट छ पोर्ट वाटर गार्डन भन्ने, यहाँ लेखेको रहेछ यहाँ पनि पोर्ट वाटर गार्डन, पोर्ट वाटर गार्डन। त्यहाँ छ फाउन्टेन, एउटा फाउन्टेन जस्तो छ यहाँ। गर्मीले चाहिँ त्यो हुन्छ नि, पहिला हामीले एडभर्टिजमेन्टमा जुसहरूको एडभर्टिजमेन्ट गर्दाखेरि सनले चाहिँ हाम्रो टाउकोमा पाइप लगाएर चुसिरहेको देखाउँछ नि, त्यस्तै ताल भएको छ गर्मी भएर चाहिँ। ओभरअल नाइस छ। यो चाहिँ नर्मली हाम्रो यो टेक्सास A&M स्कुल अफ ल, A&M युनिभर्सिटीको स्कुल अफ लको अगाडि रहेको छ। यहाँ अघि हामीले हेरिहाल्यौँ एरियल वाटर गार्डन यहाँ थियो। यहाँनिर चाहिँ नर्मल्ली म चाहिँ यसलाई फ्रन्ट पार्ट भन्छु। अघि त्यहाँ हामीले फोटो त खिच्यौँ, फ्रन्ट चाहिँ यसलाई भनिन्छ। यहाँनिर छ फ्रन्ट पार्ट। यो चाहिँ फ्रन्ट पोर्ट वाटर गार्डनको फ्रन्ट पार्ट हो। ल यहाँ फोटो पिक्चर क्लिक गर्ने भनेको यहाँ लास्टै घाम रहेछ र चाहिँ वाउ है, वाउ भन्छ। विल ट्राई, हामी ट्राई गर्छौँ यहाँनिर पिक्चर क्लिक गर्न ट्राई गर्छौँ। मान्छेले चाहिँ त्यहाँ पानी देखाइरहनु भएको छ, वाटर पानी देखाइरहनु भएको छ मान्छेले। हामी यहाँ छौँ उनीहरू यहाँ आउँदैछन्। म एकछिन शीतलमा बस्छु, घामले त साह्रै गाह्रो भयो। के रहेछ त यहाँ चाहिँ अब यसरी हेरिटेज ट्रेल हिल्स हाफ एकर भनेर यस्तो रहेछ। यो चाहिँ कहिलेको त 1878 को भनेर राखेको छ हिस्ट्री। ल आजलाई यति नै, हामी अब फर्क्यौँ यहाँ पोर्ट वाटर गार्डन पार्कबाट ट्याक्क फर्किन्छौँ। अब यहाँ जेब्रा क्रसमा वेट गरेर बाटो क्रस गरेर उहाँ छ हाम्रो गाडी, त्यहाँको जाने। हामी चाहिँ गाडी भाँच्ने र आइपुग्न लाग्यौँ। यो ठाउँ चाहिँ म बिर्सिन्न। म पहिलोचोटि फर्स्ट टाइम आए बेला यहाँ मैले टिकट खाएर थिएँ क्या, पार्किङ भोइलेसन भनेर। त्यतिखेर चाहिँ अब यहाँनिर चाहिँ मेरो गाडी, त्यतिखेर चाहिँ यो जुन ठाउँ, यो जुन वाक चाहिँ बन्दै थियो। अनि त्यो जुन सिल्भर कलरको फायर हाइड्रेन्ट छ नि उहाँ पर, त्यो फायर हाइड्रेन्ट पनि अन्डर कन्स्ट्रक्सन थियो क्या। अनि मैले देखिनँ। अनि पार्किङ नर्मली मान्छेहरूले यहीँ नै गरेको थिएँ र मैले पनि पार्क गरेको थिएँ। भरे त फर्केर आउँदा त विन्डसिल्डमा टिकट झुन्डिरहेको क्या। अनि त्यतिखेर राम्रै व्यस्त भएको थियो। $160-170 or $120-130 जस्तो पो, त्यही नै हो। ल आजलाई मैले यहाँको मेमोरी पनि क्याप्चर गरेँ।
भान्जी र बहिनी आएको मौकामा सी यू नेक्स्ट टाइम बाई